यो हामी नजिकै यो बकैया गाउँपालिका वार्ड नम्बर 5 को कार्यालय पनि हामी देखिरहेका छौँ। अब यो क्षेत्रमा यो बनेको पनि यही प्रोजेक्ट अन्तर्गतको यो बाटो हो। यो अब यो गाउँसँग जोड्ने एक्सेस बाटो भनौँ। अब जुन सडक छ सञ्जाल माथिको फास्ट्याग र त्योबाट तल अन्डरपास पनि बनाएको छ वारी र पारीको गाउँलाई जोड्नको लागि। यही प्रोजेक्ट अन्तर्गतको यो चाहिँ सर्भिस लेन बाटो हो। यो गाउँको लागि बनाइएको। अब यहाँनिर कालोपत्रे केही दिन अगाडि यहाँ भइसकेको छ भने यो वार्ड नम्बर 5 निरको चाहिँ हालसालै भएको हो भने अब हामी अहिले तपाईँलाई देखाइरहेको छौँ। यो केही समय अगाडि नै बनिसकेको हो। यो सर्भिस लेनको पिच जुन चाहिँ दुवै सर्फ ढलहरू सहितको राम्रो सर्भिस लेनको बाटो यहाँनिर एक्सेस बाटो बनाइएको छ। अब यो अर्को यतापट्टि म जुन लेनपट्टि हिँडिरहेको छु अब यसलाई अझै फिनिसिङ गर्न बाँकी नै छ। सम्पूर्ण साथीहरुमा नमस्कार अनि एक्सप्लोर नेपाल वानबाट स्वागत गर्न चाहन्छु। आज म तपाईहरुलाई काठमाडौँ तराई द्रुतमार्गको नयाँ ताजा अपडेट यो बकैया क्षेत्रबाट तपाईलाई राख्दैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र मन पर्यो भने लाइक कमेन्ट अनि सब्स्क्राइब र शेयर गर्न पनि नभुल्नु होला। अहिले म चाहिँ यो काठमाडौँ तराई द्रुतमार्गको यो बकैया क्षेत्र जो मकवानपुर जिल्ला यो चाहिँ सर्भिस लेन पट्टि रहेको छु। यो हामी नजिकै यो बकैया गाउँपालिका वार्ड नम्बर 5 को कार्यालय पनि हामी देखिरहेका छौँ। अब यो क्षेत्रमा यो बनेको पनि यही प्रोजेक्ट अन्तर्गतको यो बाटो हो। अब यो गाउँसँग जोड्ने एक्सेस बाटो भनौँ। अब जुन सडक छ सञ्जाल माथिको फास्ट्याग र त्योबाट तल अन्डरपास पनि बनाएको छ वारी र पारीको गाउँलाई जोड्नको लागि। यही प्रोजेक्ट अन्तर्गतको यो चाहिँ सर्भिस लेन बाटो हो। यो गाउँको लागि बनाइएको। अब यहाँनिर कालोपत्रे केही दिन अगाडि यहाँ भइसकेको छ भने यो वार्ड नम्बर 5 निरको चाहिँ हालसालै भएको हो भने अब हामी अहिले तपाईलाई देखाइरहेको छौँ। यो केही समय अगाडि नै बनिसकेको हो। यो सर्भिस लेनको पिच जुन चाहिँ दुवै सर्फ ढलहरू सहितको राम्रो सर्भिस लेनको बाटो यहाँनिर एक्सेस बाटो बनाइएको छ। अब यहाँ हुँदै म आज तपाईहरुलाई चाहिँ बकैया क्षेत्रको चाहिँ अब 5 नम्बर रातदमारसम्मको चाहिँ बाटो सडक सञ्जाल अब नयाँ अपडेट राख्दैछु। अहिले चाहिँ म यो गाउँको एक्सेस बाटोमा रहेको छु र अब म चाहिँ फास्ट्यागको नजिक पनि पुग्न लागिसकेको छु र चाहिँ हामी अहिले चाहिँ अन्डरपास नजिक रहेका छौँ र माथिपट्टि चाहिँ फास्ट्यागको चाहिँ संरचनाहरू बनिरहेका छन् भन्ने तलबाट चाहिँ यो गाउँको अन्डरपास हो। यहाँबाट चाहिँ पारीपट्टिको अर्को गाउँ छ त्यहाँसम्म पुग्न लागि अन्डरपासको बाटो यसरी बनाइएको छ। अब यहाँनिर अलिकति केही भाग चाहिँ कालोपत्रे गर्नलाई चाहिँ बाँकी रहेको छ। कालोपत्रे गर्नको लागि यसरी तयारी यो मसिनो चिज किटीहरू पनि बिछाइसकिएको छ। यो पारीपट्टिको सर्भिस लेन हो। यहाँ पनि केही भाग चाहिँ कालोपत्रे गर्न बाँकी रहेको छ। अब यहाँ पारीपट्टि पनि ठुलो गाउँ छ यहाँ र चाहिँ यो गाउँको नजिकै यो प्रोजेक्टसँग जोडिएको कन्स्ट्रक्सन सम्बन्धी अब कार्यहरूको लागि चाहिने मेटेरियल्सहरू राखिने ठाउँ पनि यही साइटमा छ। अब भने म माथितर्फ लाग्दैछु जुन फास्ट्यागको संरचना बनेको यो क्षेत्रको बाटोमा। र तपाईलाई अघिल्लो भिडियोमा पनि राखेको थिएँ यो रातदमार क्षेत्रको चाहिँ भिडियो। अब यहाँनिर चाहिँ अब यो पिच बेसको चाहिँ अन्तिम पिच बेस हो। यो दुवैतर्फ बनाइएको छ
पुरै स्मुथली यसलाई चाहिँ अब रोलरले चाहिँ पेलिसकेको अवस्था हो र यहाँ माथि चाहिँ अब कालोपत्रे हुन मात्र बाँकी हो र चाहिँ दुवैतर्फ डिभाइडरहरूको काम भएको छ। बिचमा जुन डिभाइडरको काम चाहिँ अहिले चाहिँ मुख्य गरिकन बिचको डिभाइडरलाई चाहिँ फोकस गरेर चाहिँ काम अगाडि बढिरहेको छ। अब यो तपाईँलाई देखाइरहेको यो क्षेत्र राजदमार क्षेत्र हो। यो बकैया गाउँपालिका नम्बर 5 को यो चाहिँ प्याकेज नम्बर 3 अन्तर्गत पर्दछ। अब म तपाईँलाई राजदमारतर्फ लैजाँदैछु। त्यहाँनिर दुईवटा ठुल्ठुला पुलहरू पनि निर्माणाधीन अवस्थामा थिए। म तपाईँलाई त्यतैतर्फ लैजाँदैछु। यहाँनिर हामी देख्छौँ यो सर्भिस लेनको काम पनि भइरहेको छ। अहिले पारिपट्टि हामी देखिरहेछौँ त्यो उतापट्टि गाउँलाई जोड्ने सर्भिस लेन केही भाग चाहिँ यहाँ बन्न बाँकी थियो, त्यो अहिले बनाउने कार्य भइरहेको छ। र भने यो बिचमा लगभग 5वटा पुल पर्दछ यो राजदमारदेखि यो बकैयाको ब्रिज नम्बर 18 सम्म। अब यो बिचकै यी सानसाना पुलहरू पनि लगभग कम्प्लिट भइसकेका छन्। यस्तो छ यहाँनिर पुल। यो केही दिन अगाडिसम्म बनाउँदै थियो, अब यो लगभग कम्प्लिट भइसकेको रहेछ। अब यहाँनिर चाहिँ अब यस्तो छ ग्राभेल लगाएर चाहिँ अब यो मसिनो चिप्सकिटी बिछाएर यो अन्तिम पिच बेसको काम चाहिँ अब वहाँ राजदमारको पुलसम्म भइसकेको छ। अघिल्लो पटक आउँदा हामीले देखाएको छौँ एकपट्टिको लेनपट्टि मात्रै यो पिच बेसको अन्तिम कार्य भएको थियो। अब अहिलेको भिडियोमा तपाईँलाई राख्दैछु यो दुवैतर्फ र अर्कोपट्टि लेन पनि यो पिच बेसको अन्तिम तयारी अवस्थामा बनाएर राखिएको रहेछ। अब यो अर्को यतापट्टि म जुन लेनपट्टि हिँडिरहेको छु, अब यसलाई अझै फिनिसिङ गर्न बाँकी नै छ। हामी देख्छौँ यो माथिपट्टिको अर्कोपट्टिको लेन चाहिँ पूर्ण रूपबाट तयारी अवस्थामा हो। अब त्यहाँ माथि कालोपत्रे गर्ने तयारी अवस्थामा रहेको छ। अब यसमा मसिनो चिप्सकिटी अब राखेर यसलाई फेरि पनि रोलर गरेर यो माथि अन्तिम पिच बेस बनाइने काम हुन्छ। अब यहाँनिर अर्को पुल पनि छ देख्नुहुन्छ। यहाँनिर यो अलि सानो टाइपको मजला टाइपको ब्रिजहरू पनि छ यहाँ बिचमा। अब हामी अलिक परसम्म जान्छौँ। ल अलि अगाडिसम्म जाँदैछौँ हामी। यो राजदमार क्षेत्र यो राजदमारको गाउँ हो हामीले देखिरहेछौँ अहिले तलको। अब जुन हेटौँडाबाट आउँदै गर्दाखेरि फुर्के चौरभन्दा उतापट्टिको चाहिँ ठुलो दमार भन्छ फेरि त्यो पिच त्यो हाइवे पिचमा रहेको चाहिँ गाउँलाई। यो तलको चाहिँ राजदमार, माथिपट्टिको ठुलो दमार भन्छ। अब यहाँनिर अब तपाईँलाई ब्रिजतिर लैजाँदैछु। अब यो गर्मी महिना छ, अब गाह्रो छ यहाँ हिँड्नलाई। ल अब ब्रिजनिर पनि आइपुगिसकिया छ। योभन्दा अर्को ठुलो ब्रिज चाहिँ बनिसकेको जस्तो छ। पारिपट्टि थियो, यो बन्दै गरेको अवस्था थियो। तपाईँलाई अघिल्लो भिडियोमा राखेको थिएँ यहाँनिरको। यस्तो छ पुलको डिजाइन। अब 2 लेनको बनेको छ। बिचको पार्ट्समा चाहिँ यहाँ बाँकी रहन्छ भने 2 लेनको चाहिँ यो ब्रिज यसरी यो फ्रेम लगाएर यसको मेटल फ्रेम प्रयोग गरिएको थियो। अब यो लगभग सकिसकेछ। यसरी बनेको छ यो ब्रिज। यो माथिपट्टिको सतह हो यो पुलको। यसरी ढलान कार्य सकिएको छ। हेरौँ यस्तो
यस्तो छ संरचना। दर्शकबिन तपाईँलाई आजको भिडियो सामग्री कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गर्न पनि नभुल्नु होला। तपाईँलाई यस्तै यस्तै भिडियो सामग्री अर्को एपिसोडमा राख्नेछु। मेरो च्यानलसँग जोडिँदै गर्नुहोला। भने अर्को एपिसोडमा भेट्ने बाचा गर्दै अहिलेलाई बिदा चाहन्छु।